यो रुकुला यो यतिकै यो सलाद खाँदा चाहिँ मलाई चाहिँ मन पर्दैन थियो है। अनि एकजना सिस्टरले चाहिँ टिकटकमा देखेको थिएँ, उहाँले पनि पकाएर खानुभएको रहेछ, एकदम मिठो लाग्यो अरे, सेम तोरीको सागको जस्तै टेस्ट आयो भन्नुहुन्थ्यो। अनि मलाई पनि ट्राई गर्न मन लाग्यो। हेरौँ है त आज कस्तो हुँदो रहेछ यो पकाएर खाँदा चाहिँ। पकाउँदा पनि राम्रै देखिरहेछ। म चाहिँ अब यो साग टेस्ट गरेर भन्छु है त कस्तो भयो भनेर। मिठो हुँदो रहेछ, मलाई चाहिँ मन पर्यो। सेम तोरीको सागको टेस्ट आउँदो रहेछ। हजुरहरूले पनि लिएर आएर ट्राई गर्न सक्नुहुन्छ।